guys, I'm in Mamala हैन म त मामलामा छु नि त अनि घाम लागेको छैन एकदम जाडो छ अनि त्यसपछि अनि तपाईले मेरो अनुहार पनि कालो देख्नुहुन्छ होला अनि किनभने घाम लागेको छैन अनि मेरो उज्यालो अनुहार छैन भन्न सकिन्न अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि हामी चाहिँ नि सेल्फी डाँडा जाँदैछौँ त्यो चाहिँ ह्याप्पी ल्यान्ड पनि भन्छ अनि अहिले चाहिँ धेरै थोक बनाएको रहेछ नि त हामी धेरै वर्ष भयो नआएको अनि आज चाहिँ माइजू हामी अनि दिदी अनि दाइहरू चाहिँ हामी जान आँटेको अनि म चाहिँ अब रेडी हुने भनेर भन्दैछु अनि यहाँ चाहिँ मिरर छ होइन अनि छ्यामालाई कस्तो देख्यो मिरर अनि यहाँ चाहिँ छ अब हामी जानेछौँ अनि म तपाईँहरूलाई आजको सेल्फी डाँडा ठाउँ देखाउनेछु अनि त्यो चाहिँ एकदम राम्रो छ होइन मैले नेटमा एकचोटि चाहिँ नेटमा देखिरहेको थिएँ नि त अनि एकदम राम्रो बनाएको थियो अझ पहिले चाहिँ त्यस्तो थिएन त्यो पौडी खेल्ने ठाउँहरू आई मिन स्विमिङ पुलहरू थिएन होइन अनि तर अहिले चाहिँ त्यो पनि बनाएको छ हामी चाहिँ एक्साइटेड टु गो छ लेट्स गो देयर म चाहिँ रेडी भइसकेको छु यहाँ होइन अनि त्यसपछि मलाई देखि छ अनि अब म जान्छु अनि तपाईँहरूलाई म देखाउनेछु अटो पनि बोलाइसकेको छ अटो पनि आउनु आँटिरहेको छ अब थोरै मात्रै बाइक छ होइन अन्त जाने अनि म तपाईँहरूलाई त्यहाँ गएर देखाउनेछु हामी जाँदैछौँ आज होइन अनि यहाँ मम्मी माइजू अनि यहाँ माइजू हुनुहुन्छ अनि त्यसपछि अनि यहाँ अङ्कल हुनुहुन्छ अङ्कल अनि हामी चाहिँ यहाँ भाइलाई पर्खिरहेको छौँ होइन अनि यहाँ मामा हुनुहुन्छ बसिरहनु भएको छ अनि दादा पनि बसिरहेको छ अनि हामी चाहिँ भाइलाई पर्खिरहेको छौँ अब हामी चाहिँ जान आँटेको सो म तपाईँहरूलाई चाहिँ त्यहाँ गएर देखाउनेछु त्यहाँको के पार्क रे ह्याप्पी ल्यान्डको सबै भ्यूहरू म तपाईँलाई देखाउँछु See you there. हाम्रो चाहिँ फोटो सेसन सकिएको छ अब हामी चाहिँ जानेछौँ भित्र इन्ट्री गर्नेछौँ उहाँ चाहिँ दिदी हो अनि यहाँ चाहिँ माइजू हुनुहुन्छ कान्छी माइजू सो अब हामी जानेछौँ अनि यहाँ चाहिँ वाटर फल छ किटवाला अनि अब हामी यहाँ भित्रबाट छिर्नेछौँ इन्ट्री हुनेछौँ क्युट वाला ट्री आउँदाखेरि तपाईँहरूलाई गाह्रो पर्यो भने यहाँ छ गभर्मेन्ट सो अब हामी चाहिँ जान्छौँ अनि म चाहिँ धेरै एक्साइटेड छु नदीखेल कुरा गर्दैछ अनि यो खेल्नको लागि अनि म चाहिँ जान्छु अहिले अनि यहाँ छ अहिले हामी तपाईँहरूलाई अहिले म सबै देखाउँछु तपाईँ चिन्ता नगर्नुहोस् हामी चाहिँ यहाँ छौँ होइन अनि यहाँ चाहिँ धेरै उयो भइरहेछ डान्सिङहरू भइरहेको छ अनि हामी चाहिँ यो खेल्न गइरहेको यसलाई क्यान्सल गरेर अनि हामी चाहिँ यहाँ जाँदैछौँ भनेको त म मात्रै जाँदैछु माइजू अनि उयो आउँदै हुनुहुन्छ हो अनि अहिले म तपाईँहरूलाई गएपछि देखाउने छु तर मेरो भोइस सुन्नु सक्नु भएको छैन होला त्यही पनि सो जानेछौँ अब हामी मम्मीहरू चाहिँ यहाँ हुनुहुन्छ म चाहिँ रोटेपिङ खेल्ने हो अनि अब उहाँहरू खेल्नु छ हुँदैन थाहा छैन होइन तर म चाहिँ जान्छु अनि यहाँ चाहिँ कस्तो क्युट रहेछ रोटेपिङ यहाँ छ अनि यो चाहिँ एकदम खाली छ अब हामी जाने हो अब हामी खेल्ने हो अनि यहाँ चाहिँ यो रहेछ सो अब हामी चाहिँ जानेछौँ अनि तपाईँहरूलाई अब यो चाहिँ यता साइडको हो अनि उता साइडको न अझै उता छ अनि तपाईँहरूलाई देखाउनेछु अनि मैले सुनेको माछाहरू धेरै छ भनेर अनि यहाँ कत्रो खोलाको कता जस्तो तर यो हो कि होइन थाहा भएन सो अब हामी जानेछौँ हामी चाहिँ यो गर्न गइरहेको छौँ ल भाइ तिमी खेल्ने हो त खेल्ने त तपाईँ खेल्ने माइजू आउने एकदम खतरा लाग्यो होइन अनि के देखेर कि त्यहाँ मात्रै टक्कसँगले मान्छेहरू किन यस्तो हुन्छ होला भनेर त आज गएर थाहा भयो किन यस्तो हुन्छ ट्राई गर्नु खोज्दैछ होइन यो कराएपछि चाहिँ
यहाँ पानी निस्किन्छ अरे भनेर सो अब म पनि ट्राई गर्न आँटिरहेको छु अनि तपाईँहरू हेर्नु होला भाइ तिमी कक्षामा गराउन सक्छौ ल भन ऊ यहाँ गराउने ठाउँ रहेछ नि ल तिमीलाई म दरो गराउनुपर्छ ल लेट्स गो जाँदैछौँ होइन त्यो उयसको लागि अनि अहिले हेर्नु सक्नुहुनेछ अनि हामी चाहिँ एकदम एक्साइटेड छ अनि मम्मीले पनि गर्ने अरे अनि सोचेको थिएँ साँच्चैको गयो होला भनेर तर होइन रहेछ झुटा रहेछ सो अब हामी जाँदैछ अनि हेर्नु होला यहाँ सरमाइजहरू भाइहरू यता हुनुहुन्छ अनि अहिले हेर्नु सक्नुहुनेछ अब हाम्रो बल अब भाइ ट्राई गर्नु गरिरहेछ खै आएन त नि फेरि डर काल्ला न एकचोटि छोरा म ट्राई गर्छु स्याड टु हियर होइन अनि यहाँ चाहिँ टाइम रहेछ अनि त्यो भएको कारण हामीले गर्नु सकेन हामीले ट्राई त गरेको थियो तर भएन सो अब हामी जानेछौँ चाहिँ मेरो दाइको तपाईँहरूले सुन्नु भएन होला अब हामी चाहिँ पिङमा जानेछ अनि तपाईँलाई मेरो एक्सपिरियन्स भन्छु लास्ट टाइम चाहिँ म यति धेरै कालिएको थिएँ होइन यहाँ चढ्दाखेरि तर आज चाहिँ कालिन्छ कालिनु पनि थाहा छैन बट आइएम सो एक्साइटेड टु गो हियर लेट्स गो हामी जानेछौँ तर कताबाट आइजु को हुनुहुन्छ सो फेरि हामी चाहिँ जाँदैछौँ होइन अलिकति भित्र अलिकति टाइमको बस्दा हुँदैथ्यो अनि हामी चाहिँ यहाँ छौँ भने अब जानेछौँ म तपाईँहरूलाई देखाउने छु यदि म काले भने चाहिँ मलाई केही नभन्नु होला अब म जाँदैछु लेट्स गो यार छिट्टो पाएको छैन होइन अनि यहाँ माथि आइसक्यो अनि यहाँ चाहिँ हामी दुईजना भाइ र म मात्रै छौँ भाइ के भन्न चाहन्छौ मेरो च्यानललाई उहाँ चाहिँ मेरो माइजूको छोरा हुनुहुन्छ अनि यहाँ माइजू त जानुभएछ अब यहाँ हामी अब खेल्दैछौँ अनि अब मेरो एक्सपिरियन्स म सेयर गर्छु सो भाइ कस्तो लागिरहेछ यहाँ आएर ल भने भाइ र म फेरि पनि आउनेछौँ भिडियोमा अब यहाँ डराएको भिडियोमा मलाई हेरेर थाहा पाइसक्नु भएन कस्तो भयो मैले चाहिँ भिडियो बनाउन सकिनँ भाइ कस्तो थियो भन्दा तँलाई एक्सपिरियन्स रमाइलो छैन एकदम मुटु चिउ चिउ भएको थियो होइन अनि मेरो हालत चाहिँ बेहालत भएको छ मैले चाहिँ मेरो एकदम मुटु दुखिरहेको थियो होइन मुटु कस्तो डराइरहेको थियो भनौँ न अनि त्यही भएर म त भिडियो बनाउनै सकिनँ अनि सरी तपाईँहरूको लागि म एक्सपिरियन्स सेयर त गर्छु भने त्यही हो एक्सपिरियन्स होइन एकदम मुटु कस्तो भयो अब हामी जान्छौँ माइजहरू चाहिँ यहाँ हुनुहुन्छ होइन अब ओर्लिनुहुन्छ होला अनि अब हामी एकदम डर लाग्यो अनि हामीलाई चाहिँ ढुक भयो होइन अनि अब हामी जानेछौँ घुम्न यताको साइडमा सो अहिले हेर्नु हामी चाहिँ कोलम्बस खेलेर हामी यहाँ एकछिन रेस्ट गरिरहेछौँ किनभने रिङाडा चल्यो अनि माइजूलाई पनि त्यस्तै भयो माइजू झन् स्लिपिङ हुनुभएको छ अनि उहाँहरू चाहिँ पिङ खेल्दै हुनुहुन्छ अनि यहाँ चाहिँ राम्रो एरिया छ होइन अनि भिडियोहरू सुट गर्नु अनि मान्छेहरूले कति धेरै गरेर हुन्छ अनि मलाई पनि त्यस्तो टाउको देखेर त्यो भएको कारणले म यहाँ बस्यो हो नभए म पिङ खेल्न जान्थेँ तर खासै खेल्दिनँ थिएँ पिङ किनभने मलाई इन्ट्रेस्ट लाग्दैन पिङमा चाहिँ अनि कोलम्बस र रोटे पिङमा चाहिँ एकदम फेभरेट हो अनि आज चाहिँ त्योभन्दा अगाडि मैले जुन गेम खेलेको थिएँ त्यहाँ चाहिँ अलिकति टाउको दुखेको थियो त्यो भएको कारणले सो अहिले फेरि अरू ठाउँ पनि देखाउँदैछु तपाईँले अब हामी चाहिँ फर्किँदैछौँ अनि फर्केको कारणले चाहिँ हामीले यहाँ देख्यौँ मान्छेहरू होइन अनि यता फर्किँदैछौँ यहाँ चाहिँ गेम खेल्दै हुनुहुँदो तर फुटाउनु सक्नु भएन सो अब हामी यहाँबाट लाग्दैछौँ अब हामी एक्जिट गर्न अब हामी जान्छौँ मम्मीले चाहिँ मलाई हामी अब एक्जिस्ट गर्नेछौँ होइन अब हामी जानेछौँ अब यहाँ
मैले कति ठाउँ देखाउन सकिनँ त्यसको लागि माफ गरिदिनु होला किनभने म धेरै कुरा भइरहेको थियो सो अब हामी खाजा खान जाँदैछौँ यहाँ थोरै सामानहरू हेर्नेछौँ राम्रो लाग्यो भने किन्नेछौँ